कमाइरहनु भएको छ, तर कमाएको पैसा किन टिक्दैन? समस्या तपाईको मेहनतमा होइन, समस्या तपाईको सोचमा पनि होइन। समस्या हो तपाईले नदेखेको एउटै बानीमा। हजारौं मानिस दिनरात काम गर्छन्, तर जीवन उस्तै रहन्छ, किनभने उनीहरूले पैसा कमाउने तरिका होइन, पैसा बचाउने तरिका नै बुझ्दैनन्। धनी मानिस र गरिब मानिसको सबैभन्दा ठूलो फरक के हो थाहा छ? धनी मानिस पैसा आएपछि पहिला त्यसलाई कसरी सदुपयोग गर्ने, त्यो पैसालाई आफैसँग कसरी बचाइ राख्ने भन्ने बारेमा सोच्छन्। तर गरिब सोच भएको मानिस पैसा आएको केही समयमै पहिला खर्च गर्न थाल्छन्। तपाईले पनि तलब आयो भने सबैभन्दा पहिला के गर्नुहुन्छ? खर्च, मोबाइल, घुमघाम, अरूलाई देखाउने र महिनाको अन्त्यमा भन्नुहुन्छ पैसा टिकेन। पैसा कहिल्यै पनि आफै टिक्दैन, पैसालाई टिकाउने सोच चाहिन्छ। धनी मानिसले पहिला पैसा कमाउँदैनन्, पहिला उसले आफूलाई डिसिप्लिनमा राख्छ। सानो रकम भए पनि ऊ बचत गर्छ, सानो अवसर भए पनि ऊ सिक्छ, सानो फाइदा भए पनि ऊ दोहोर्याउँछ। गरिब सोच भएको मानिस ठूलो पैसा कुर्छ, ठूलो मौका कुर्छ र जीवन कुर्दा कुर्दै बित्छ। तपाई आज जहाँ हुनुहुन्छ त्यो तपाईको भाग्य होइन, तपाईको दैनिक बानीको परिणाम हो। आज तपाईले पैसा बचाउन सिक्नुभयो भने भोलि पैसाले तपाईलाई खोज्दै आउँछ। आज तपाईले खर्च कन्ट्रोल गर्नुभयो भने भोलि जीवन तपाईको कन्ट्रोलमा आउँछ। याद राख्नुस्, धनी बन्न ठूलो रकम चाहिँदैन, धनी बन्न ठूलो सोच चाहिन्छ।